मध्य प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा आगामी असार 10 र 11 गते जनकपुर धाममा राष्ट्रिय शिक्षा सम्मेलनको आयोजना हुने भएको छ। सम्मेलनको उद्देश्य संघीयता अन्तर्गत शिक्षा क्षेत्रका नीति निर्माण, योजना, कार्यान्वयन र समन्वयमा नयाँ परिप्रेक्ष्य तय गर्नु रहेको छ। सोमबार जनकपुर धाममा आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले सम्मेलनका उद्देश्य, तयारी र सहभागिता सम्बन्धी जानकारी दिनुभयो। उहाँले प्रदेश र स्थानीय तहका यथार्थ, चुनौती र सम्भावनालाई आधार मानेर शिक्षामा सुधारका मार्गहरूको खोजी भइरहेको पनि बताउनुभयो। मन्त्री तिवारीले शिक्षा क्षेत्रमा क्रियाशील विज्ञ, शिक्षाविद, अनुसन्धानकर्ता र शिक्षकहरूलाई सम्मेलनमा सक्रिय रूपमा सहभागी भई कार्यपत्र वा सारांश पठाउन आग्रह समेत गर्नुभयो। यही असार 10 र 11 गते 2082 मा राष्ट्रिय शिक्षा सम्मेलन हुन गइरहेको छ र यो सम्मेलनले हाम्रो प्रदेश र देशको शिक्षा प्रणालीलाई यथार्थ समावेशी र भविष्यमुखी बनाउने दिशामा न्याय, बहस र मार्गचित्रको सुरुवात गर्ने अपेक्षा गरेको छु। सम्मेलनको प्रमुख उद्देश्य संहिता अन्तर्गत शिक्षा क्षेत्रमा नीति निर्माण, योजना, कार्यान्वयन तथा समन्वयको नयाँ पर्यवेक्षण निर्माण गर्नु रहेको हो। उहाँले सम्मेलनलाई समावेशी, ज्ञानमूलक र नवपरिवर्तनशील बनाउने विश्वास व्यक्त गर्नुभयो।